विक्रम सम्वत 2067 सालमा सानो सानो बचतबाट कोषका रूपमा सुरुवात भएको हाम्रो कर्मचारी बचत तथा ऋण सहकारी संस्था 16औँ वर्षे जवानीमा छ। नेपाल आयल निगमका कर्मचारी मात्रै सदस्य बन्न पाउने गरी स्थापना भएको सहकारी संस्थाले कर्मचारीबीच एकता, सद्भाव र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले वर्षको एकपटक वनभोज कार्यक्रमको आयोजना गर्ने गर्दछ। पारिवारिक जिम्मेवारीका साथ कार्यालयको पदी जिम्मेवारीको दैनिकीबाट गुज्रेको थकित मनस्थितिलाई रिफ्रेसमेन्ट गर्नका लागि सधैँको वर्ष जस्तै यस वर्ष पनि हामी यस संस्थाको तर्फबाट वनभोज कार्यक्रमको आयोजना गरियो। विक्रम सम्वत 2083 वैशाख 19 गते हामी निगमको केन्द्रीय कार्यालय बबरमहल र निगमको हवाई इन्धन डिपो सिनामङ्गल गरी 2वटा सवारी साधनमा ग्वार्खु लामाटा ढुङ्गिन बस पार्कबाट बायाँतर्फको उकालो बाटो हुँदै माथि लाँकुरी भन्ज्याङ डाँडातर्फ लागियो। उकालो बाटो हरियाली घना वनजङ्गल तथा मनमोहक प्राकृतिक दृश्य हेर्दा कतिपय साथीहरू प्राकृतिक सम्मोहनमा परेको सहजै अनुभूति गर्न सकिन्थ्यो। त यहाँ त मलाई लाग्छ कि एक दिनमै मलाई आयो मेरो त्यो 20 दिन बराबरको त बढ्यो होला। जुन यहाँको यो हावापानी छ नि त्यो अर्कै लाइक यो ब्रेनमै जुन छ नि त्यो अर्कै मेसेज दिइरहेछ कि मलाई लागिरहेछ कि मेरो आयु 20 दिन जति बढ्यो। पर्यावरणको हिसाबले होइन, काठमाडौँको त्यो उकुस मुकुसमा हामी बसिराख्या, त्यो कङ्क्रिटको जङ्गलभित्र बसिराख्या, यो यसरी यस्तो पारदर्शी खुल्ला ठाउँ होइन, यति मनमोहक अनि माथिपट्टि सल्लेरी वन होइन। फोटो सेसनमा हुनुहुन्छ एकदमै लाँकुरी भन्ज्याङ डाँडामा पुगेपछि पनि हाम्रो पिकनिक स्पोट आउन अझै केही किलोमिटर बाँकी थियो। पिकनिक स्थल पुग्नुभन्दा करिब 1.5 किलोमिटर अगाडि अर्थात् मनमोहन मेमोरियल पार्क एन्ड टावर नजिकै पुगेपछि एउटा सवारी साधन बढी तातेर रोकियो। ठिक्कको मौसम शीतल हावापानीका कारण सबैजना इन्जोय गर्नुभएको देखिन्थ्यो। हामी गोदावरी नगरपालिका 2 लाँकुरी भन्ज्याङको त्रिवेणी सामुदायिक वनको सल्लाघारी पिकनिक स्पटमा पुगेर ब्रेकफास्टपछि कोही वरिपरिको मनमोहक दृश्य अवलोकनका लागि लाग्नुभयो त कोही सामूहिक फोटो सेसनतर्फ लाग्नुभयो। त्यसै गरी कोही साथीहरू थकाइ मार्न पलेटी कसेर बस्नुभयो। वनभोज कार्यक्रम रमाइलो बनाउनका लागि बिङ्गो खेल सुरुवात गर्ने क्रममा हल्का वर्षा हुन थाल्यो अनि पाल तलपट्टि आगो बालेर चिसो तथा पानी परेको मौसमलाई हामीले पनि च्यालेन्ज गरियो। बिङ्गो खेल आगो ताप्दै पालभित्र सक्दा नसक्दै परेको पानी पनि हाम्रो च्यालेन्ज देखेर बन्द भयो। दिउँसोको स्न्याक्स तथा खाजा पश्चात विभिन्न साङ्गीतिक नाचगानमा कतिपय साथीहरू रमाउन थाल्नुभयो भने कतिपय साथीहरू नजिकैको रिसोर्टमा चिया कफीसँग रमाउन थाल्नुभयो। करिब अपराह्न 4 बजे खाना खाइसकेपछि निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका भट्ट, नायब कार्यकारी निर्देशक नागेन्द्र शाह, यस संस्थाका अध्यक्ष तथा निगम योजना प्रशासन तथा मानव संसाधन विकास विभागका निर्देशक बिनी श्रेष्ठ, पूर्व निमित्त कार्यकारी निर्देशक सुशील भट्टराई लगायतका आदरणीय सर म्याडमहरूसँग सामूहिक फोटोग्राफी तथा सामूहिक नृत्य समेत गरियो। करिब 4:20 बजे निजी सवारी साधन बिहान सवार 2वटा सवारी साधनमा फर्कने क्रममा मनमोहन मेमोरियल पार्क एन्ड टावरमा सामूहिक अवलोकन तथा फोटोग्राफी पश्चात हामी सिनामङ्गलबाट चक्रपथ हुँदै कलङ्की र बबरमल हुँदै कलङ्की जाने गरी सवारी व्यवस्थापन पश्चात गाडीभित्र रमाइलो साङ्गीतिक प्रस्तुति, नृत्य तथा सुन्दर प्राकृतिक दृश्य मनभरि कैद गर्दै काठमाडौँ फर्क्यौँ। कर्मचारी एकता र आत्मीयता अझै बढेर जाओस्, यो एउटा चौतारी हो जहाँ छुट्टिएकाहरू समेत भेट हुने गर्दछन्। हाम्रो कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा सबै कर्मचारीहरूलाई समाहित गर्दै कर्मचारी परिवार एकाकार बनाउन सकियोस्,
यस संस्थामा नजोडिनु भएका सबैलाई हामी हार्दिक स्वागत गर्न चाहन्छौँ। छिट्टै जोडिनुहोस् ल। सृजनात्मक प्रतिक्रियाको अपेक्षासहित यहाँहरू सबैलाई हार्दिक धन्यवाद छ।